Hi guys, welcome. के ब्लगर दुईटा च्यानल कुन चाहिँ मोबाइलमा हेर्दा यता हेरौँ कि उता दुईटा युट्युबर कोल्याब्स Wow. Hello, हामी चाहिँ हिँड्दै छौँ कहाँ? यिनीहरू जंगलमा राकेश र यशले हामीलाई खाना अर्डर गरेका छौँ के उयो गरेछौ के अर्डर गरेछौ? तिमीहरू अहिलेसम्म खाएकै हुन्छ तिमीहरू दुईजना मिलेर मात्र अर्डर गरेको? ल ल ल सबले मोबाइल निकालेर आहा हाम्रो चाहिँ छुट्टी भइसक्यो। यसको माग यो चाहिँ नक्कली हाम्रो यसको डे टु चटक्के म चाहिँ नोकरी चाहिँ देखिन्छु र छ हेर्नु त एकैछिनमा क्यामेरा अगाडि आउने बित्तिकै सोझी भयो है यो चाहिँ ये मासुम ये इस मासूम चेहरे को देखिए पिछे क्या राज है क्या मैं शैतान हूँ हामी चाहिँ हिँड्दैछौँ खाजा खानको लागि आज चाहिँ हामी चटपट बनाउने तर हामीले अमृतालाई प्र्याङ्क गरिरहेछौँ हो म पनि भइरहेको छु यसलाई पनि थाहा छैन अनि म त हामी चाहिँ हिजो चटपट खाने प्लान थियो भन्नु न त पछि अमृतालाई चाहिँ हामीले ल्याएको छैन भन्यौँ तर यो पनि प्र्याङ्क भइ चाहिँ चटपट खानको लागि चाहिँ हिँडिरहेछौँ तिनीहरू त्यहाँ पुगिसके यो बाटो के हामी चाहिँ यस्तो राम्रो ठाउँमा परेछौँ एकदमै ब्लेस्ड तर के या उकालो या तर यसको भन्ने अरू केही छैन उकालो भयो आज बाहरूसँग गर्दै हातै दुख्यो हेर्नु होला ब्लगमा हेर्नु होला कस्तो रहेछ यो कस्तो रहेछ म त डरा छैन त्यही भएर यिनीहरूले हाम्रो पछि फर्की हेरेछ यो म त यो म डरा थिइन तिमीहरूलाई के भन्न मन छ सोध यहाँ गाउँमा हिँड्ने मान्छेलाई छिटो होइन बस्नु पर्यो गाह्रो भयो रे बस्न पर्यो रे ल हामी चाहिँ खाजा खान जाँदैछौँ खाजा खाने अनि हामी जाने अनि कन्फरेन्सको लागि हामी डान्स पनि प्र्याक्टिस गर्नु आज तर गाइस म यसो टाढो जानुपर्छ पोखरा अनि अब रात पर्छ आजकल जाडोको बेला 5:30 बजे जाडो पर्छ छिटो हिँडौँ रे हामी चाहिँ 5:30 बजे गाडी पर्छ गाडी रे रात पर्छ सो कति बेला फर्केर कति बेला जाने हो यहाँ फेरि बोइ त आउँछ मल्लाको कुरा भनेको चाहिँ हिजो मात्र एक दिन इन्डिपेन्डेन्ट टाइममा आउने भयो आज सबसे लास्ट आधी घन्टा ढिलो हो आधी घन्टा त होइन आधी घन्टै हो 33 भएको थियो हामी टाइमै हेरेको थियौँ हामी चाहिँ छिट्टै आउँछौँ 33 भएको थियो भने गाइस होइन आज मलाई त्यो गाडीको मान्छेले कहाँ उहाँ माथि पुऱ्याइदिएको आज मलाई फर्केर टुई हिँडेर आएको होइन यो भनेको आफूले हेर्न पर्ने कुरा हो अनि उहाँले ठाउँ थाहा नभएको मान्छे ठाउँ थाहा थियो मलाई तर उहाँले मलाई हुँदै कसरी पुग्यो त्यहाँ अर्को कुरा पठाइदिएको ल यहाँ चाहिँ हाम्रो दुईजना मेरो दाइ भाउ सुनेन हेर दुईजनाले अट्याक गर्यो नपाउँदाखेरि अर्को हुनुपर्छ कस्तो राम्रो देखेको यो चाहिँ भ्यू वाउ ल गाइज अहिले चाहिँ ल म चाहिँ लास्ट भएँ है साथीहरू कति राम्रो घाम लागेको कति राम्रो ठाउँ हो ल भ्यू माछा पुच्छ्रे हिमाल
ब्याक। आज चाहिँ हामी यहाँ डाँडामा आएको छौँ। कस्तो अर्कै खालको रुख। खाजा के ल्याउँछ होला है? सरप्राइज उनीहरूको ट्रिट हो नि त। सो खाउरे घरि चाउमिन मात्र रे। गाइस के होला त खाजा? आज के होला ल गेस गर त अमृता गेस ल्यायो भने म के फ्रीमा दिन्छु भन न। त्यो त अलरेडी हो त। फ्रीमा म थोरै श्री हो बडम दिनलाई उनीलाई धेरै श्रीको याद आयो उता पठाइ ल यही हो तिमीहरूलाई क्याप्चर गर्नु मन ला। 1 2 भनेर नाम भनै तिमीले गेस गरे नि फ्री मैले पनि गेस गरेँ मैले नि फ्रीमा देऊ। ल छिटो न चटपटे चटपटे कसरी मेरो चटपटे मगाउने ल्याउँछ जस्तो लाग्यो। आज कहाँ चटपट जाब यतिलाई त्यो त हामीले बनाउने भोलि प्लान छ त चटपट। कस्तो गेस पनि उ गरे छिटो ल गेस गरेको ल अरूले गर। कम्बो भनेछ कम्बो भने पिज्जा मिलाउन मिलाउला है उनीहरूको पहिलो ब्यागबाट निकालेर यिनीहरूको पिज्जा एक्सपेक्टेसन ल मोमो यो मरी ठुलै सपना रहेछ। छिटो न छिटो छिटो लामो भयो ड्रम रोल लामो भयो तिम्रो भिडियो 3-4 GB को हुन्छ एकछिनमा लौ लौ 4K हुन्छ। तिम्रो ब्यागमा छ निकालम ल निकाल अमृतालाई निकाल्न देऊ। चटपटे नै हो जस्तो छ। ओए हो रहेछ। ल छिटो छिटो गरम ल ल अमृतालाई प्र्याङ्क गरेको हामीले चाहिँ अमृतालाई त्यही भएर पानी चाहिन्छ धुनलाई। हे भगवान हेलो गाइस चाहिँ तर्सेको हेरौँ न यार खाइसक्यौँ। बाटो हेरेर हैन गुल्किन्छ अहिले तल। अब चाहिँ हामी हिँड्दैछौँ। यो बाटो हो कि यो बाटो जाने? यो बाटो हो नि सातमुहाने यता हो। रातै परिसक्यो अब हिँड्दै हिँड्दै हाम्रो गन्तव्यतर्फ जाँदैछौँ। मेरो साथीहरू आउँदैछन् त्यहाँबाट। म अगाडि अगाडि हिँड्दैछु बाटो देखाउँदै किनकि मलाई बाटो थाहा छ नि त। जङ्गलै जङ्गल छ साथीहरू हेर्नु त बाटो कस्तो गाउँमा गए जस्तो भ्यू छ। यहाँ साथीहरू आउँदैछन्। ओए सबैजना क्यामेरा ठडाइरहेछन् भ्लगरिनहरू सबै। तर भ्लग चाहिँ गर्छु अपलोड चाहिँ कहिले पनि हुँदैन होला साथीहरू। तर पनि सो स्टाइल हिँड्नै पर्यो। आजको दिन पनि यसरी नै बित्यो हाम्रो जङ्गल। अब हाम्रो हेर उ त्यो जङ्गलहरु भित्र जानु पर्छ के यस्तो जानु हुन्छ। ओ यहाँ पानी जाने रहेछ। उ यहाँ टिपिकल गाउँमा आए जस्तो फिल भयो आज त। वाउ बाटो हेर्नु न मेरो फोनबाट पनि आइफोनको जस्तो आउँदो रहेछ। वाउ खुसी छु म राम्रो फोन लिएर। आहा कपिराइट लाग्छ है साथीहरू गीत एकछिन अफ गरौँ। कपिराइट लाग्छ है साथीहरू नगाउँदैछिन्। ओहो बाटो त कस्तो दामी हो। गाउँमा गएको फिल भयो तर गाउँ त हो नि हो। तो तेरा दो मेरा